नमस्कार मित्रहरू। जुन दिन यो 60 अङ्कको वृद्धि भएको दिन थियो त्यही दिन हामीले नेप्सेमा सेलिङ प्रेसर आउन सक्छ भनेका थियौँ। त्यही अनुसार अझै सेलिङ प्रेसर लगातार 4 दिनदेखि आइरहेछ र यो ग्रिन क्यान्डलको 50% भन्दा तल आउन हुन्न भनेका थियौँ, त्यो पनि आइसकेको छ। त्यही भएर यो ग्रिन क्यान्डलको चाहिँ अब भ्यालिडिटी लगभग सकिसकेको भनेर हामीले मान्न सक्छौँ। अब यसबाट तपाईँहरूले बुझिसक्नुभयो खतराको घन्टी चाहिँ अलिकति बढेको छ र अहिलेको लागि हाम्रो नेप्सेको चाहिँ साइकोलोजिकल सपोर्ट भनेको चाहिँ 2600 देखि 2605 रहेको छ। तर हामीले चाहिँ अब एकदम अलि ठिकैको राम्रो सपोर्ट भन्नलाई चाहिँ 2580 देखि 2600 लाई चाहिँ एउटा राम्रो सपोर्टको रूपमा लिन सक्छौँ। त्योभन्दा मुनि आएन भने चाहिँ नेप्सेमा राम्रै एकपटक जान पनि सक्छ, माथि अप ट्रेन्ड लिन पनि सक्छ। तर अहिलेको लागि चाहिँ नेप्सेको हाम्रो ठुलो रेसिस्टेन्ट भनेकै 2670 2680 देखि 2700 लाई लिनुपर्छ र 2720 देखि 2740 चाहिँ दोस्रो रेसिस्टेन्टको रूपमा हामीले लिनुपर्ने हुन्छ। अब हामी एकपटक स्मार्ट चार्टकै नजरबाट के भइराखेको पटक चेक गरौँ। यो स्मार्ट वेल प्रोको स्मार्ट चार्ट तपाईँहरूले सब्सक्राइब गरिसक्नु भयो होला। यसको लागि प्रोमो कोड चाहिँ नेप्से डक्टर हालेर तपाईँले सब्सक्राइब गर्नुभयो भने 50% डिस्काउन्ट पाउनुहुनेछ। अब यसको फाइदाहरू के छ भन्ने कुरा मैले तपाईँलाई दिनकै भनिराखेको छु, एकचोटि लिनु होला। अब हाम्रो स्मार्ट चार्टले पनि 2640 देखि 70 लाई रेसिस्टेन्ट बनाइ नै रहेको देखिन्छ र स्मार्ट चार्टको अनुसार त 2440 देखि 2500 नै स्ट्रङ सपोर्ट भनेर मानेको रहेछ। र यो जुन दिन ग्रिन क्यान्डल बनाएको थियो त्यो दिनको तपाईँले टिकटकमा भिडियो हेर्नु होला। त्यो दिन चाहिँ यतातिर चाहिँ सेलर स्ट्रेन्थ पावर चाहिँ 52% थियो। अर्थात् चाहिँ यो ग्रिन क्यान्डल चाहिँ भ्यालिड छैन भन्ने कुरो चाहिँ हाम्रो स्मार्ट चार्टले चाहिँ यो ग्रिन क्यान्डल बनेकै दिन चाहिँ तपाईँलाई भनिसकेको थियो। अब अहिले त यो हेर्न मिल्दैन, तर मैले यसको भिडियो बनाएको छु। तपाईँले पुरानो यो ग्रिन क्यान्डल बनेको भिडियो एकपटक टिकटकमा वा युट्युबमा खोजेर हेर्नु होला। तपाईँले त्यहाँबाट यसको थप भेरिफाई गर्न सक्नुहुनेछ। अब हामी 4-5 जना सरहरूले चाहिँ प्रश्न पठाउनु भएको, तिनीहरूको हामी केही गर्न चाहदैछौँ। एकजना सरले चाहिँ साइनको सोध्नु भएको थियो। म साइनको चाहिँ हाम्रो अब स्मार्ट चार्ट अनुसार के छ स्थिति तपाईँहरूलाई भन्न जाँदैछौँ। अब यो साइन चाहिँ हाम्रो चाहिँ अब यसले चाहिँ अहिलेको लागि चाहिँ रेसिस्टेन्टै मानिसकेको रहेछ हाम्रो। तर अब यसको तपाईँहरू चाहिँ अब नेप्से चाहिँ 2700-2600बाट चाहिँ माथि जाला जस्तो लागेको बेलामा चाहिँ यो साइन चाहिँ एकपटक 390 तिर आउँदाखेरि अलि रिस्क लिएर लिन सक्नुहुनेछ। यसको चाहिँ यही भयो। नत्र तपाईँलाई मलाई रिस्क लिनु छैन जस्तो तपाईँको मनमा सोच छ भने चाहिँ 350 देखि 65 सम्म चाहिँ तपाईँले एकपटक साइनलाई कुर्न सक्नुहुनेछ। त्योभन्दा माथि चाहिँ अलि रिस्क हुनेछ। र यो साइनमा जुन आज ग्रिन क्यान्डल बनेको छ त्यो चाहिँ भ्यालिडै देखिन्छ, किनभने 56% चाहिँ बायरको स्ट्रेन्थ देखिएको छ यसमा। होइन म अझै धेरै नै रिस्क अलिक बढी नै म फास्ट ट्रेडर हुँ जस्तो लाग्छ भने चाहिँ यो 420 भन्दा माथि स्टेबल भयो भने चाहिँ यो साइन चाहिँ फेरि राम्रै हुने देखिन्छ, किनभने आजको यो हाई भनेको 424 रहेछ। तर अब साइकोलोजिकल हाई भनेको चाहिँ अब 420 भन्दा माथि चाहिँ यो साइन चाहिँ क्लोज हुन सक्यो भने चाहिँ साइनलाई तपाईँले अब रिस्क ट्रेडरहरूले लिन सक्नुहुनेछ, किनभने यो बायर स्ट्रेन्थको पावर बढिराखेको देखिन्छ यसबाट। है त मित्रहरू, साइनको मैले भनिहालेँ। अब एकजना मित्रले चाहिँ एनटिसीको पनि बारे सोध्नु भएको थियो। एनटिसी चाहिँ हाम्रो के देखाइराखेको छ भन्दाखेरि हेर्नु त मित्रहरू, यो चाहिँ अब यसको स्ट्रङ सपोर्ट भनेको 760 देखि 800 रहेछ। अब यसलाई चाहिँ अब नेप्से नै बढेपछि मात्र यो बढ्ने जस्तो देखिन्छ। अब यसको लागि चाहिँ रिस्क ट्रेडरहरूले चाहिँ 900 भन्दा माथि क्लोज भयो भने मात्र यसमा खरिद गर्नलाई लाग्नु होला। अनि हाम्रो एनटिसीमा चाहिँ एकजना साथीले चाहिँ ट्रेडिङ रेकर्डको सोध्नु भएको थियो। हेर्नु त यो एनटिसीमा चाहिँ ट्रेडिङ रेकर्ड अनुसार चाहिँ के भएको छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ इन्ट्री चाहिँ 996 देखाएको रहेछ र एक्जिट प्राइस चाहिँ 890 देखाएको रहेछ। अर्थात् यो महँगोमा किनेर सस्तोमा बेचेको रहेछ, तर पनि प्रफिट चाहिँ 10.67% देखाएको रहेछ। यो कसरी भयो भन्दाखेरि चाहिँ मित्रहरू, यो चाहिँ हाम्रो नेपालमा नै नआइसकेको चाहिँ एउटा चाहिँ यो फिचर हो। यो भनेको सर्ट सेल भन्छ यसलाई। यो सर्ट सेल नेपालमा हामीहरूले गर्न पाएको भए चाहिँ तपाईँले चाहिँ यो क्यान्डलमा बेचेर तपाईँले चाहिँ यो क्यान्डलमा चाहिँ स्टप लस गर्न सक्नुहुन्थ्यो। अर्थात् तपाईँले यो महँगोमा सेयर बेचेर पछि फेरि यता सस्तोमा किनेर ब्रोकरलाई त्यो सेयर चाहिँ पठाएर नाफा कमाउन सक्नुहुन्थ्यो। कति कमाउनुहुन्थ्यो त 10%। यो चाहिँ बाहिर देशमा यो फिचर आइसकेको छ, तर नेपालमा अझै आएको छैन। अब यो कहिले आउँछ भन्ने कुरो
अझै यकिन भएको छैन र केही गरी भविष्यमा यो फिचर आयो भने चाहिँ तपाईँको यो स्मार्ट चार्टले चाहिँ अहिले नै त्यो भविष्यमा आउने फिचरलाई पनि राखिदिइसकेको छ। अब छुट्टै नयाँ सफ्टवेयर तपाईँले किन्नु जरुरी छैन। यो सर्ट सेल गर्ने सुविधा उपलब्ध भएपछि तपाईँले हाम्रो सफ्टवेयरले जहाँनिर चाहिँ सर्ट सेल गर्ने चाहिँ भन्छ त्यहाँनिर सर्ट सेल गर्ने र जहाँनिर चाहिँ यसलाई प्रफिट बुक वा एक्जिट प्राइस गर्ने हो भने त्यहाँनिर एक्जिट गरेर आफूसँग नभएको सेयर पनि बेचेर चाहिँ तपाईँले पैसा कमाउन सक्नुहुनेछ। त्यसको लागि चाहिँ अब हाम्रो देशको कानुनले नै अलिक छिटो गर्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो सर्ट सेलको कुरा भयो। अनि जब यस्तो आइकन आउँछ यसको अर्थ चाहिँ सर्ट सेल बुझ्नुपर्छ र यो ग्रिन आइकन चाहिँ यो चाहिँ अब लङ पोजिसन भएको हाम्रो अहिले नेपालमा जे चलेको छ त्यसकै भइहाल्यो। अनि यसमा चाहिँ हाम्रो यो आई भन्नेमा इन्फोमा क्लिक गरेपछि चाहिँ यहाँ चाहिँ सिम्बोलहरूको मिनिङ पनि राखेको छ, त्यो पनि हेर्नु होला। अनि एकजना अर्को सरले चाहिँ बिएनटीको पनि सोध्नु भएको थियो। बिएनटीको पनि हाम्रो यो यसैबाट हेरौँ। बिएनटी चाहिँ अहिले सपोर्ट जोनमा आइराखेको रहेछ। यो यसको सपोर्ट जोन चाहिँ लगभग 12,300 देखि 12,700 सम्म रहेछ यो। तर यो यसमा चाहिँ के छ भन्ने कुरो चाहिँ हामीले एकचोटि ट्रेड स्ट्याटसमा क्लिक गरेपछि थाहा हुन्छ। यसमा चाहिँ यो हुन त सपोर्ट जोनमा आइराखेको छ, तर सेलर स्ट्रेन्ड चाहिँ 100% देखाइराखेको छ। यसको मतलब चाहिँ यसमा बायर चाहिँ फिटिक्कै छैन, यसमा चाहिँ सेलिङ प्रेसर चाहिँ एकदम हाबी छ भन्न खोजेको हो। त्यही भएर अब यो रिस्क नलिने हो भने चाहिँ अहिलेको लागि तपाईँ यसबाट चाहिँ अब नकिन्नु नै भन्न चाहन्छु म। होइन म लिन्छु नै जस्तो लाग्यो भने 12,300 तिर एकपटक चाहिँ अब सपोर्ट जोनको यो एरियामा किन्न सक्नुहुनेछ र 12,300 400 आउँदाखेरि चाहिँ सेलर स्ट्रेन्थ चाहिँ 50% भन्दा कम र बायर स्ट्रेन्थ चाहिँ 50% भन्दा बढी आयो भने चाहिँ यो 12,300 मा चाहिँ फेरि किन्नै पर्ने स्टक पनि आउन सक्छ, किनभने बायर स्ट्रेन्थ पनि बढ्नु पर्यो र हाम्रो सपोर्ट जोनतिर पनि आएर बस्नु पर्यो। त्यो बेला चाहिँ यो राम्रो मानिन्छ। अर्को एकजना साथीले चाहिँ एसआरएलआई पनि सोध्नु भएको थियो। एसआरएलआईको चाहिँ अहिले नै हाम्रो स्मार्ट चार्टले पनि यो के भन्छ यो रेसिस्टेन्ट एरिया भन्दा तल आइसकेको रहेछ। अब यसमा तपाईँहरू एकदम फास्ट ट्रेडर वा रिस्क ट्रेडर हुनुहुन्छ भने चाहिँ 420 भन्दा माथि चाहिँ एसआरएलआई क्लोज हुन सक्यो भने चाहिँ किन्नु होला, किनभने त्यो त्यहाँभन्दा माथि क्लोज हुनै पर्छ, नत्र चाहिँ यसको फेरि एकपटक स्ट्रङ सपोर्ट भनेको 350 देखि 60 रहेको छ, त्यहाँसम्म आउन सक्छ र यो रेड क्यान्डललाई पनि भ्यालिड छ कि छैन भन्ने कुरो हामीले चाहिँ भोल्युम स्ट्रेन्थ मिटरबाट चेक गर्न सक्छौँ। हेर्नु त आजको रेड बन्नुमा चाहिँ 95% सेलरको चाहिँ पावर रहेछ। यो 1 महिनादेखि कन्टिन्यू यो सेलर पावर भइराखेकोले यसमा तपाईँहरू चाहिँ अलिक सतर्क चाहिँ हुनै पर्ने देखिन्छ है त मित्रहरू। न अब रिस्क ट्रेडरले माथि लिने, नत्र चाहिँ 350 देखि 360 सम्म आउँदाखेरि चाहिँ तपाईँहरूले विचार गर्न सक्नुभयो। अनि एकजना सरले चाहिँ एकपटक फेरि हामी नेप्सेमै जाऊँ। नेप्सेको चाहिँ म तपाईँहरूलाई 2-3टा कुरो हाम्रो के भइराखेको छ भन्ने कुरो म तपाईँहरूलाई भन्न जाँदैछु। हाम्रो नेप्सेमा चाहिँ अहिले चाहिँ सेल स्ट्याटस देखाइरहेछ। यो भन्नाले चाहिँ अब अहिले चाहिँ नेप्सेमा चाहिँ खाते किन्न हुँदैन भन्न खोज्या हो र यो चाहिँ पास्ट टेन्सको डाटा भन्न मिल्दैन कि। एकजनाले कोमल सरले सोध्नु भएको रहेछ। यो दिएको डाटा चाहिँ पास्टको डाटा चाहिँ हामीले भन्न मिल्दैन, किन भन्दाखेरि चाहिँ यो डाटा चाहिँ यो ठाउँमा नै ट्रिगर भएपछि अटोमेटिक जेनेरेट भएको डाटा हो क्या। यसलाई चाहिँ अब भूतकालको डाटालाई ल्याएर अहिले यहाँ राख्यो भन्न मिल्दैन। अब एकदम रिस्की ट्रेडर हो भने चाहिँ, फास्ट ट्रेडर हो भने चाहिँ यतातिरलाई चाहिँ सपोर्ट मानेर लिन त सकिन्छ, तर त्यहाँनिर लिँदाखेरि चाहिँ एकदम रिस्की हुन्छ। अब रिस्की हुने भएकोले चाहिँ तपाईँहरूलाई चाहिँ अब राम्रो चाहिँ कहाँनिर हुन्छ त नेप्से 2440 देखि 2500 मा आउँदाखेरि चाहिँ सपोर्ट एरिया चाहिँ यही भएकोले यहाँसम्म आउन सक्ने चाहिँ सम्भावना देखाइराखेको छ। अब रिस्क ट्रेडरले त जहाँले पनि भइहाल्यो, यसको त केही हुँदै भएन। तर तपाईँ प्रोपर रिस्क ट्रेडर अलिक फास्ट ट्रेडर हुनुहुन्छ भने 2580 देखि 2600 तिर आउँदाखेरि र त्यहाँ चाहिँ अब राम्रो न्युज पनि आउन थाल्यो र सेलर स्ट्रेन्थ भन्दा बायर स्ट्रेन्थ चाहिँ धेरै देखाउन थाल्यो भने चाहिँ 2580 देखि 2600 तिर चाहिँ एकपटक लिन सक्नुहुनेछ। र यो कुरो चाहिँ मैले मेरो निजी कुरा भयो, यो स्मार्ट चार्टले चाहिँ फेरि यसो भन्दैन। तपाईँहरूले चाहिँ अब यसमा घाटा भयो भने चाहिँ मलाई चाहिँ भन्नुपर्ने हुन्छ, स्मार्ट चार्टलाई दोष लगाउन मिल्दैन। तर मैले पनि के भन्दैछु त रिस्क ट्रेडरहरूले मात्र किन्ने भन्दैछु, त्यो चाहिँ ध्यान दिनु होला। रिस्क ट्रेडर भन्नाले जसले खतरा मोल्छ, खतरा त मोलेपछि त अब कि त घाइते पनि हुन सक्छ, नाफा पनि कमाउन सक्छ, त्यो त तपाईँको जिम्माको कुरो भयो। तपाईँ फेरि के भन्दैछु, फेरि बायर स्ट्रेन्थ पनि धेरै आउनु पर्यो।
जब यो 2580 देखि 2600 नेप्से आउँदा बाहिर स्ट्यान्ड पनि धेरै आउनु पर्यो र त्यहाँबाट चाहिँ अब ग्रिन क्यान्डल 1-2 दिन बनिसकेर बाहिर स्ट्यान्ड चाहिँ बढेको बढै छ भने यो सपोर्टलाई नकुरिकन अगाडि जान पनि मिल्छ। यो चाहिँ मेरो निजी विचार भयो। स्मार्ट चार्टको अनुसार हामीले यसलाई दोष दिन वा केही गर्न मिल्दैन। अब एकपटक हाम्रो आफ्नैबाट पनि हेरौँ। यसको चाहिँ मैले हाइड्रोको तपाईँहरूलाई अस्ति नै सचेत गराएको थिएँ। हेर्नुहोस् त, मैले हाइड्रोलाई सचेत गराएपछि के भइसकेको रहेछ यो पुरै। अब यो ग्रिन क्यान्डलको त केही भ्यालिडिटी छैन। यो सपोर्ट एरियातिर आएर क्लोज भएको छ। अब यो आधा बनेको क्यान्डलले चाहिँ यसलाई चाहिँ राम्रो मानिँदैन, किनभने बोइलिङ्गर ब्यान्ड भन्दा पनि तलको तल नै छ क्या अरे। हेरौँ त मित्रहरू, हेर्नु तल नै आइसकेको छ र नेप्से पनि बोइलिङ्गर ब्यान्ड भन्दा तल नै आएको छ। एकैछिन भइहाल्यो। नेप्सेको पनि त्यस्तै छ अहिले कन्डिसन। हाम्रो बोइलिङ्गर ब्यान्ड भन्दा पनि तलै छ। इन्डिकेटरले पनि सेलै दिएर बसेको रहेछ, त्यसलाई पनि ध्यान दिनु होला। र अर्को यो हाम्रो टेक्निकलसँग सम्बन्धित कुरा त होइन, तर पनि यो फन्डामेन्टलसँग सम्बन्धित भएकोले मैले यो कुरा पनि जोडेँ। यो चाहिँ हाम्रो अनलाइन खबरमा आज आएको न्युज हो। अब यस्ता कम्पनीहरूमा चाहिँ सकभर तपाईँहरू चाहिँ अब बच्नु होला भन्न चाहन्छु। अब रिस्क लिने भए त जुनले पनि भयो, जहिले पनि भइहाल्यो, जसकोले पनि भइहाल्यो। यो चाहिँ मैले भनेको होइन, हाम्रो अनलाइन खबरले लेखेकोले तपाईँलाई चाहिँ अब यसो सचेत मात्र गराएको। अरू के गर्ने भन्ने कुरा चाहिँ तपाईँ आफै विचार गर्नु होला। हाम्रो बीजमान्नुले पनि एउटा नेगेटिभ न्युज छापिदिया रहेछ। यो चाहिँ के लेखेको छ भन्दाखेरि हेर्नु त, महालेखाको वार्षिक प्रतिवेदन हाइड्रो पावरमा सर्वसाधारणको लगानी जोखिम छ भनेर। अब यसको आफ्नो विचार होला। मैले तपाईँलाई सचेत मात्र गराएको। यो किन्ने नकिन्ने तपाईँको सबै आफ्नो निजी नै कुरा हुन आउँछ। हाम्रो काम चाहिँ तपाईँलाई सचेत गराउँदै सबैमा प्रफिटमा बढीभन्दा बढी गराउनु नै हाम्रो उद्देश्य हो। अब यो यो भिडियो चाहिँ तपाईँले युट्युबमा नै अलि राम्रो, नत्र टिकटकमा पनि हाम्रो नेप्से डाक्टर र नेप्से स्मार्ट चार्ट बाई नेप्से डाक्टर भन्ने दुईटा टिकटक आइडी छ। दुवैलाई चाहिँ फलो गर्दै गर्नु होला, किनभने अब हामीले नै राम्रो कन्टेन्ट बनाएकोले होला सायद हाम्रो टिकटक आइडीलाई चाहिँ गुनासो गरेर बन्द गराएको थियो। पछि फेरि टिकटकले आफैले खोलिदिएको छ। र फेसबुक पेजमा पनि हाम्रो नेप्से डाक्टर भन्ने त्यसलाई पनि गर्दै गर्नु होला, फलो गर्दै गर्नु होला। र तपाईँहरूको पनि केही यस्तै स्टकहरूको चाहिँ केही हेर्नु छ भने चाहिँ हामीलाई चाहिँ मेसेज गर्न सक्नुहुनेछ। आजलाई यति नै। हस् त, धन्यवाद।